तुला राशि हुने व्यक्तिको लागि 2083 सालको यो भदौ महिना कस्तो रहनेछ? महिनाभरिको सम्पूर्ण मासिक राशिफल खण्ड उपस्थित भइसकेपछि लिएर म आचार्य ज्योतिषी पण्डित माधव कृष्ण गुरागाईँ। तुला राशि हुने व्यक्तिहरू यो महिना शुक्र ग्रहको प्रभावले गर्दाखेरि तपाईँको लागि धन वृद्धिको योग चाहिँ बनेकै छ। केही फँसेका पैसाहरू, केही आफूले गरेको लगानीहरू चाहिँ नि वृद्धि भएर जाने खालको परिस्थिति छ भनेदेखि विशेष गरी सुख समृद्धि प्राप्तिको योग शुक्र ग्रहको प्रभावबाट महिनाभरि तपाईँलाई मिलिरहेको छ। विशेष गरी भगवान शिवजीको उपासना स्मरणले तपाईँका हरेक महिनाभरिका बाधा व्यवधानहरू नासिने योग भएको कारणले गर्दाखेरि अहिले नै कमेन्टमा यो महिना राम्रो होस्, सबै दिन शुभ रहून् भनेर ओम नमः शिवाय लेखिदिनु होला। भगवान शिवजीको त्रिशूलले तपाईँका सारा बाधाहरू अवश्य पनि हट्नेछन्। त्यसै गरी तपाईँको चाहिँ यो महिना आत्मवृद्धि, आत्मबलमा वृद्धि भएको परिस्थितिहरू यो महिनामा बन्नेछ भनेदेखि तपाईँको चाहिँ बढी निद्रा सुख, शयन सुखमा अति नै राम्रो योग बनेको छ। बुधादित्य योगका कारणले गर्दाखेरि धन प्राप्तिको संयोग पनि यो महिनामा रहनेछ। छोटो यात्राहरू तपाईँले गर्नुपर्ने परिस्थिति छ भनेदेखि विशेष गरी तपाईँको शुक्र ग्रह प्रबल भएका कारणले गर्दाखेरि यो महिनामा अनावश्यक खर्चहरूमा चाहिँ वृद्धि हुने खालको देखिन्छ। देखावटी विषयवस्तुहरूमा विशेष खर्चको संयोग छ। आफ्नो खर्चलाई नियन्त्रण गर्नुहोला। विशेष गरी तपाईँले चाहिँ लगानी गर्दाखेरि सोचेर लगानी गर्नुहोला। त्यसो हुँदाखेरि तपाईँको लगानी चाहिँ राम्रो हुनसक्छ, किनकि शुक्र उच्च हुँदै गर्दा राम्रो खान, मिठो लाउन, यात्राहरू गर्न, राम्रो लुगा कपडा र देखावटी वस्तुहरूमा विशेष मन मान्छेहरूको गइरहेको हुन्छ। त्यसले गर्दाखेरि यी कुराहरूले बढी खर्च पनि निम्त्याइरहेको हुन्छ। आफूले आफूलाई सम्हाल्नु होला। विशेष गरी यो महिना विद्या क्षेत्रमा तपाईँलाई विशेष लाभको योग छ। विभिन्न परीक्षाहरू तपाईँका हुँदैछन् भनेदेखि सफल हुने योग यो महिनामा बनेको छ। त्यसै गरी विशेष गरी महिनाको अन्तिमसम्ममा सुरुवाती क्षणमा तपाईँको चाहिँ केही पैसाहरू दिनुभएको छ भनेदेखि फस्ने योगहरू छ भने पनि, तर महिनाको 15 गतेपछि चाहिँ विशेष गरी धन प्राप्तिको योग पनि बनिरहेको छ। सन्तान प्राप्ति गर्न, सन्तान प्राप्तिको लागि चाहना गर्न इच्छुक हुनेहरूका लागि त विशेष संयोग छ। सन्तान सुखको संयोग, तपाईँहरूको काम कार्यहरू पनि सन्तानको पक्षबाट, ग्रहबाट, सन्तानको स्थितिबाट राम्रो हुने र सन्तान प्लानिङ गर्नको लागि कसैले बेबी प्लानिङ गर्दै हुनुहुन्छ, विवाह गरेको धेरै समय बच्चा कहिले होला भन्ने छ भनेदेखि यो बेला चाहिँ तपाईँहरूको विशेष गरी सन्तानको पक्षलाई बलियो योग रहेको छ। विशेष सन्तान सुख प्राप्ति भनिएको छ। त्यसले गर्दाखेरि विशेष गरी तपाईँहरूको लागि यो महिना 90% चाहिँ राम्रै छ। 90%। त्यसले गर्दाखेरि धन प्राप्तिको योग, अचानक धन प्राप्तिको योग आदि इत्यादि विभिन्न संयोगहरू बनेका छन्। तर केही दिन भने अवश्य पनि नराम्रा छन्। एकदमै तपाईँलाई नराम्रो हुने गतेहरू 1 गते, 3, 5 गते, 12, 14, 21 र 28 गतेका दिनहरूमा विशेष गरी तपाईँलाई चाहिँ राम्रो छ भनेदेखि नराम्रो हुने दिनहरू चाहिँ 8 गते, 16 गते, 18 गते र 25 गते। यी दिनहरूमा ठुल्ठुलो काम कार्य लगानीहरू नगर्नु होला, नभएदेखि तपाईँलाई ठुलै हानि हुनसक्छ। आँटेको चिताएको नपुग्न सक्छ। यी नराम्रा दिन गतेहरूमा तपाईँले चाहिँ जोगिनुपर्ने हुन्छ। राम्रो कलर यो महिनाको लागि तपाईँलाई सेतो छ भने पहेँलो कलर विशेष गरी नराम्रो हानिकारक भएको छ। शुक्र र शनिबार तपाईँका लागि राम्रो छ भनेदेखि यो महिना बिहीबार अति नै घातक छ। त्यसले गर्दाखेरि समग्र महिना अलिकति बढी श्रृङ्गारमा रुचि, खानपानमा रुचि, छोटो यात्राहरू भए तापनि तपाईँको चाहिँ धन, विद्या, ज्ञान, सन्तानको पक्षबाट विशेष राम्रो छ। त्यसले गर्दाखेरि समग्रमा 90% तपाईँलाई यो महिनामा राम्रो छ भनेदेखि यो महिना तपाईँको अझै सफल होस्, राम्रो होस्। आफ्नो लगनशीलता, बुद्धि विवेकले पनि राम्रो कामहरू गर्ने प्रेरणा मिलोस् भन्दै आजको राशिफल खण्डबाट म बिदा चाहन्छु। व्यक्तिगत ज्योतिष परामर्श चाहिएको छ भने स्क्रिनमा नम्बर राखिदिएको छु, अवश्य पनि जोडिन सक्नुहुन्छ है त। हस्, राधे राधे।